र म चाहिँ भोट लाउनु गएको आज चाहिँ भोट र यहाँ अहिले फिलहाल चाहिँ रिलायन्सदेखि चाहिँ निक्लिसकेको छु। म चाहिँ जानुपर्ने तल मेरो मिलिङ र भोटको लागि। ल फाइनली अहिले चाहिँ म हिँडिसकेँ है। आज चाहिँ रोडहरू पनि यति साह्रो खुल्ला छ। आज चाहिँ दामी छ, रोडहरू पनि एकदम शान्ति खुल्ला ढुक्कै जता कुद्दा नि हुने। कुद्दै रहेछ गाडीहरू त कुद्दै रहेछ। अहिले मैले भन्नै पर्दाखेरि म यहाँ कागझोडा ठुलो टर्निङ आइपुगेँ। यो चाहिँ अहिले देख्नुभएको कागझोडाको दृश्यहरू है। र आजको दृश्य यस्तै छ। बुथहरू पनि खोलेको छैन आज त, कता कता छ भोटहरू है, के कसो छ। र हाम्रो कमान बस्तीको भोट चाहिँ यसो तपाईँहरू सबैले नै बुझेर सोचेर नै हालिदिनुहोस् ल। किनभने हाम्रो कमान चाहिँ जिटिएमा पर्दैन भन्नेहरूलाई चाहिँ हामी भोट दिनु हुँदैन है। र मेरो फेसबुक फ्यामिलीहरूलाई र युट्युब फ्यामिलीहरूलाई पनि त्यही भन्न चाहन्छु, मसँग जति पनि जुटिनु भएको छ तपाईँहरू, उहाँहरू सबैलाई यही सोच गर्न चाहन्छु कि भोट दिनुहोस्, यस्तो जग्गा दिनुहोस् जुन त्यो भोट चाहिँ भ्यालु चाहिँ होस् त्यो भोटको क्या। त्यो भ्यालु नहुने जग्गामा चाहिँ सायद भोटहरू दिएर फाइदा छैन। त्यो तपाईँको 5 वर्ष अहिलेसम्म यत्रो वर्ष शासन गरे, खै के चाहिँ गरेर केही गर्नु सकेन। र अहिले म यहाँ निम्की डाँडा आइसकेँ। अझै यात्रा गर्दैछु, भर्खरै सुरु त भयो। र यस्तो छ, एम्बुलेन्स हतार छ तलहरू। बिमार होस् कि नहोस्, एम्बुलेन्स त बोलेरो। आजको दिन चाहिँ यस्तै छ साथीभाइहरू, खै के गर्नु, भोट दिनै पर्छ भन्छ। हुनु त आफ्नो अधिकार हो है, दिनै पर्ने कुरो हो, दिनै पर्छ, बुझेर दिने हो है। र म कहाँ दिन्छु यो तपाईँहरू दिइसकेर म तपाईँहरूलाई देखाउने छु है। यहाँ दियो भनेर भन्ने छु। आजको चाहिँ भोटको लागि हामी यसरी सबै कुरो माया मारेर, दिनहरू माया मारेर है, हर चिज मारेर माया मारेर एक दिन माया मारेर यसरी आफ्नो पैसाले गाडीमा तेल हालिहाली है गएर यसरी भोट दिएर जिताएर पनि लास्टमा के भन्छ, म मेरो भोटले मैले पब्लिकले मन पराएर दिएको जितेको भन्छ।
हामीलाई कति दुःख गरेर पब्लिकहरूले भोट दिए त्यसमा पुग्छ। गोजी भर्नु पाएर भोलि बढाउनु पायो भने भयो, केही चाहिएन हाम्रो नेताहरूलाई। हुन त जुनै नेता आए पनि कानै चिरेको भन्छ, त्यस्तै छ अब दार्जिलिङको सबै। अब यसो सबैलाई थाहा भएको कुरो हो, जुनै जोगी आयो भने कानै चिरेको। आज यसलाई भन्छौँ, भोलि त्यसलाई भन्छौँ। आफ्नो उमेर गइसक्यो, तर दार्जिलिङको उन्नति भन्ने चाहिँ छैन पनि हुँदैन पनि होला सायद। यो ल साथी, म चाहिँ जोरबङ्गला क्रस गरिसकेँ। यो चाहिँ जोरबङ्गला त्यसको बाटो। पानीले हो कि शीतले हो, यहाँ हेर्नु बाटो चिप्लो, यस्तोमा शीत पनि चाल पाउँदैन। चिप्लेर त चाल पाउँदैन नि यस्तोमा। एक्लै घुम्ती पुग्नु आँट्यो। यो चाहिँ बेलुका शीतहरू होला, कस्तो डरलाग्दो छ। अघि हेरिरहेको छ धेरै धुम्मै भइरहेछ। यहाँ चाहिँ एक्लै घुम्ती भन्छ यहाँलाई। यो चाहिँ एक्लै घुम्तीको दृश्य तपाईँहरूले हेर्नुहोस्। अहिले यहाँ पिकअपहरूले पानी हाल्ने जग्गा चरण खोला आइपुग्यो। यो चाहिँ चरण खोला भन्छ। यहाँनिर चाहिँ पुरा पिकअपहरूले पानीहरू हाल्ने गर्छ। अब तेर्सो चाहिँ पक्का पुल अलिक अगाडि दिन्छ, फेरि माझ्दाको पानी हाल्ने जग्गा छ। यसलाई चाहिँ पक्का पुल भनिन्छ। तेर्सो चाहिँ सबै पक्का पुल। कहिले घाम लागेको पनि देख्दैन यसरी, र कहिले यसरी बाटो सुक्खा पनि देखिँदैन। यहाँ चाहिँ जति बेला नि यस्तै होला। राति पानी गाडीले घोप्टाएको हो कि पानी नै परेको हो कि शीत हो कि भन्नै सक्दैन। आज चाहिँ यतिहरूसम्म पनि गाडीको लाइन जोड्दैछ। के गर्नु साथीभाइहरू, अब पार्किङको पैसाहरू छैन, बाटो बढाएर पनि के चाहिँ गर्नु, यसरी गाडी पार्क गरिदिइहाल्छ। हुन पनि बिचराहरूको राख्ने जग्गा छैन। बाटो बढाउँदैछ। बाटो काम गर्दैछ यहाँ।
फाइनली आइपुग्यो पक्काको जहाँनिर पिकअपले पानीहरू हाल्छ माझाले यहीँ हुन्छ। यहाँबाट देख्नु हुँदैछ, यहाँबाट चाहिँ सबै माझाहरू पानी दार्जिलिङभरि जति पनि सप्लाई हुन्छ यहाँदेखि। ल साथीहरू, म चाहिँ अहिले फाइनली भन्नुपर्दाखेरि यहाँ एमबी प्रधानको घर त्यहाँनिर आइपुगेँ। यो चाहिँ हाम्रो जेएनएलएफको टाइममा जुन एमबी प्रधान थियो हो, यो चाहिँ उसको घर हो। हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ है, चाप्नै पर्दैन होला, आफै कुद्छ। ओ काका, भोट लाउनु भएन? ए यो चाहिँ हाम्रो एस्कोलाई भन्छ त्यो टर्निङलाई चाहिँ। यो ओह्रालो चाहिँ यति साह्रो ओह्रालो छ कि कन्ट्रोल गर्दै जानु पऱ्यो, कन्ट्रोल गरेर थाहा नसक्नु कुद्छ यो। यो ओह्रालो चाहिँ पहिला सानोमा त्यो घिर्लिङ गाडी खेलाएको जस्तो। कुद्छ है, यसरी टर्निङमा आइपुग्छ हो, थाहै हुँदैन कहाँ कति बेला फुत्त आउँछ। बाटो छ यस्तै, खेत बाई खेत। यो बाटो चाहिँ पहिला धेरै अगाडि 21 वर्ष अगाडिको कुराहरू। यहाँ माथि रङ्गुल जुन फाटक देखिन्छ यो ओह्रालो चाहिँ हामी त्यसरी नै यहाँबाट हिँडेर चाहिँ सौदापात लिएर मिलिङ पुग्थ्यौँ। अहिले चाहिँ अब धेरै कुरो गाडीहरू घोडा एकदमै ज्यादा भयो, त्यसले गर्दा मान्छे पनि अल्छे भयो। यो ओह्रालो चाहिँ हामीले महिनाभरिको सामान बोकेर चाहिँ जान्थ्यौँ। यो चाहिँ गोर्खा बस्ती, यहाँनिर यहाँ पनि दुध रहेछ। यहाँदेखि ओह्रालो चाहिँ भन्ज्याङहरू भन्छ र यो ओह्रालो गए चाहिँ मेरो गाउँ। ल त साथीहरू, यहाँ धोत्रे फाटक, यो चाहिँ यहाँ चाहिँ फाटक भनिन्छ है। यहाँदेखि यता देब्रे काटेपछि चाहिँ मेरो गाउँ हो। यहाँनिर चाहिँ हाम्रो पञ्चायत, यो चाहिँ हाम्रो मिलिङ, धोत्रे, बालासम, तुङसुङ 4टा 5वटा डिभिजनको चाहिँ यो हाम्रो पञ्चायत अफिस। मजाको बनाएको छ बनाउनु चाहिँ, तर एउटा कुरो के भन्न चाहन्छु भने
यो चाहिँ हाम्रो ब्लक पञ्चायत जग्गा जग्गा पञ्चायततिर घरहरू सबै कुरो आइरहेकै छ। कालिम्पोङतिर पनि म्युनिसिपालिटीतिर पनि सबै जग्गातिर आउँछ अरे। तर हाम्रो मिलिङमा चाहिँ अहिलेसम्म घर भन्ने चाहिँ आएको छैन। र कता कता पहिरो गयो भने त्यो पनि एउटा पाल माग्नुको लागि एप्लिकेसन गर्दा के गर्दा लास्टमा आएर एउटा पाल दिन्छ। र हाम्रोतिर मात्रै पञ्चायततिर नआएको हो कि आएर पनि आइ नपुगेको हो कि त्यो चाहिँ अब जुन अहिले हाम्रो नेतृत्व अलिक ठुल्ठुलो पार्टीको सभासदहरू भयो, हाम्रो यो चेयरम्यानहरू भयो, सत्ता पार्टीमा बस्नेहरू उम्मेदवारहरू उहाँहरूलाई नै थाहा छ। खै हाम्रो मिलिङमा त यो दिन ओह्रालो त सायद गाउँै छैन भनेको जस्तो गरिदिन्छ। र भोट माग्नु चाहिँ आइपुग्छ अरे। ल अब यस्तो छ अवस्था। यो चाहिँ हाम्रो चिया बगान, यो चाहिँ हाम्रो चिया बगान हो। हाम्रो गाउँ अप्पर कलेजको चाहिँ अप्पर डिभिजनको चाहिँ चिया बगान यो सबै यति दामी छ। तर यो कमानहरू चाहिँ हाम्रो सबै 4-5वटा डिभिजन चाहिँ डल्लै नै बन्छ। तर पनि खै कुनै पार्टीहरू होस् चाहे जोसुकै होस्, कोही बोलिदिने पनि छैन, कोही केही गरिदिने पनि छैन। हाम्रो यहाँ चाहिँ अवस्था चाहिँ यस्तो छ गाउँको। अन्त हाम्रो गाउँबाट जति पनि निक्लिने प्रायः हाम्रो गाउँतिर अहिले भनौँ भने केटाहरू होस् चाहे केटीहरू होस् कोही पनि छैन। किनभने कामै छैन। काम हुनु पऱ्यो, गर्नुको लागि काम छैन। अन्त जति नै पढ्यो नि जति नै लेख्यो नि कि त बेङ्गलोर जानु पऱ्यो कि त बाहिर जानु पऱ्यो। जुनै पनि कमानको सायद अवस्था चाहिँ यस्तो नै होला। हाम्रो कमानको चाहिँ अवस्था त्यस्तो छ। अहिले भनौँ है भने केही परिगयो भने गाउँमा एउटा कुकुर खेद्नुको लागि केटाहरू पनि भेट्दैन। र पनि अब भोट दिनुको लागि हो भने चाहिँ अब बेङ्गलोरबाट होस् चाहे दिल्ली चाहे जहाँसुकैबाट होस् हामी यसरी आफ्नो गाडीतिर यसरी तेल हालिहाली आएर दिनुपर्छ। अहिलेसम्म केही गरेको छैन।